नमस्कार सबैजनालाई म नीलकण्ठ गैरे निर्मल तपाईहरुको यो मिनी भ्लगमा तपाईसित कुरा गर्न आइरहेको छु। म तपाईलाई देखाउँदै छु हाम्रो घरमा म लगाएका केरा खेतीहरु देख्न सक्नुहुन्छ। केराको घरियो छ, पाकेका अमिलाहरु त्यसै देख्न सक्नुहुन्छ तपाईहरुले। एकदम मनमोहक दृश्य। कृषि गरे के हुँदैन, गरे सबै कुरा हुन्छ भन्ने एक उदाहरणको रूपमा तपाईहरुलाई देखाउन खोजिरहेको छु। हेर्नुस् लटरम्म कागतीका बुटहरु कति राम्रो तरिकाले छ। गरे के हुँदैन, गरे सबै कुरा हुन्छ भन्ने कुरा एक उदाहरण हो यो। यसो म यी आलु खेतीमा तपाई देख्नुहुन्छ यहाँ सागहरु छ, रायो छ, आलु भक्कर कपिला मुना लागेको दबाई हानेको आलु सागहरु हुन्छ। कागतीका बोटहरु लटरम्म फलेर सिद्धिने क्रममा छन्। अब यी कागती खुर्सानीहरु सक्नुहुन्छ। लौरे सेबी थोरै भयो, घरको लागि मात्रै बनाएको यो लौरे सेबीहरु। फूलकोपी एकदम राम्रो कलकलाउँदो फूलकोपी। त्यसपछि तपाई देख्न सक्नुहुन्छ घर खानको लागि बनाएका टमाटरका झालहरु एकदम राम्रो देख्न सक्नुहुन्छ। यी फूलकोपी, ब्रोकाउली, बन्दाकोपीका साथै एकदम राम्रो सागहरु, खुर्सानीहरु राम्रो खुर्सानीहरु फलेको छ। तपाई कागतीहरु छ, बोट कागती अमिलाहरु कागती लसुन एकदम राम्रो फल उम्रिरहेको छ। राम्रो कागती अर्ग्यानिक सदाबहार कागती चुक चाहिए सम्पर्क गर्न सक्नुहुन्छ। कागती रस चाहिए सम्पर्क पाकेका एकदम राम्रा अमिलाहरु मनोरम दृश्य। ल यो अहिले यति फेरि अर्को भ्लगमा हामीलाई लाइक कमेन्ट सब्स्क्राइब गरिदिनु हुन हार्दिक अनुरोध, धन्यवाद गर्दछु।